तिम्रो माया हजुर श्रोता, हामी तपाईहरुको पनि माया मार्न सक्दैनौं। हाम्रो रेडियो सुनिदिनुहुन्छ, हामीलाई उत्साह गर्नुहुन्छ र हाम्रा कुराहरूलाई यहाँका कुराहरूलाई हामीसँग ल्याउने एउटा माध्यमको रूपमा प्रतिस्थापित गर्नुहुन्छ। एनएसए नाइट मैले एकछिन अगाडि कुरा पनि गरेको थिएँ एनएसए नाइटको, र एनएसए नाइट हुन गइरहेको छ आर्लिङ टेक्सासमा। म उज्जवलजीको फोनको प्रतीक्षामा पनि छु। आशा छ उहाँ छिट्टै हाम्रो फोन सम्पर्कमा आउने हुनुहुन्छ। नेपाली स्टुडेन्ट एसोसिएसन हो यो, र यसले सम्पूर्ण वरिपरि रहेका स्कुलहरूका विद्यार्थीहरूको छाताको रूपमा, छाता अर्गनाइजेसनको रूपमा काम गर्न चाहन्छ र काम गर्न खोजिरहेको छ। र विद्यार्थीका आफ्नै परिवारका हुन्छन्, आफ्नै खुसियाली हुन्छन् र आफ्नै गन्तव्य हुन्छ। त्यति हुँदाहुँदै पनि आफ्नो नेपालीपन लिएर उहाँहरू अगाडि हिँड्ने गर्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आशा छ उज्जवलजी हुनुहुन्छ होला। नमस्ते, कोही कहाँबाट हुन्छ? यहाँको शुभ नाम? हजुर नमस्ते, म उज्जवल सिंह एनएसएबाट। हजुर एनएसएबाट म तपाईकै कुरा गर्दै थिएँ, फोन गर्नुभयो। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ र सर्वप्रथम तीजको वरिपरि तीजको रणघनमा यहाँलाई तीजको यहाँ र यहाँका मायालुहरूलाई हामी यहाँले माया गर्नुपर्ने मान्छेहरूको लागि हामी शुभकामना पनि दिन चाहन्छौँ। हजुर धन्यवाद। हजुर उज्जवलजी, यो एनएसए नाइट भन्नुभयो, एनएसए भनेको नेपाली स्टुडेन्ट एसोसिएसन होइन त? हेलो हजुर हजुर सुनिरहेको छु। हजुर हजुर, अब यो कहाँ छ त? यो यसको स्थापना कहिले भएको हो? हजुर यो एनएसए नेपाली स्टुडेन्ट एसोसिएसन हाम्रो युथमा चाहिने 2004 मा इस्टाब्लिस भएको हो। हाम्रो निरज श्रेष्ठ भन्ने दाइले इस्टाब्लिस गर्नुभएको 2004 मा, र यसलाई कन्टिन्युटी दिने दाइ बिजु श्रेष्ठ भन्ने दाइ हुनुहुन्छ। अहिले यसको अध्यक्ष तपाईँ हुनुहुन्छ होइन? हजुर, म प्रेसिडेन्ट रूपमा इलेक्ट भएको छु। अहिले इलेक्ट हुनुभएको छ। एउटा कार्यक्रम गर्दै हुनुहुन्छ यहाँले सेप्टेम्बर 12 तारिकको दिन बेलुका 10 बजेदेखि 2 बजेसम्म यो एनएसए नाइट भन्नुभएको छ। के हो यो? यसले के गर्छ त्यो दिन? हजुर यो चाहिँ एनएसए नाइट हामीले चाहिँ सबै नेपाली स्टुडेन्टहरू जति पनि ब्यारास फोटो एरियामा हुनुहुन्छ कलेज जाने, उहाँहरूलाई एकै ठाउँमा युनाइट गर्नलाई गरेको हो। अनि यसमा चाहिँ अब एनएसए चाहिँ तपाईँको युटिए युएनटी धेरै ठाउँमा छ, सम्म उहाँ कसले चलाइराख्नु भएको छ, को प्रेसिडेन्ट हुनुहुन्छ भन्ने हाम्रो लिङ्क छैन र डाटा पनि छैन। यो इभेन्टले गर्दा हामी सबै विद्यार्थीहरूलाई भेट्ने मौका पनि पाउनेछौँ र उहाँको प्रेसिडेन्टहरूलाई पनि एउटा लिङ्क हुनेछ, त्यसको आधारमा गर्न खोजिएको हो। सबै विद्यार्थीहरू एक ठाउँमा जम्मा भएर हजुर एउटा चौतारीको विकास गर्न हजुर 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 हजुर। अनि त्यहाँ त्यो नाइटको दिन चाहिँ इभेन्ट भनिन्छ नि, त्यो दिन हुन्छ के त? त्यो दिन चाहिँ के गर्नुहुन्छ? बातचित कुराकानी हुन्छ कि अथवा गीतको हुन्छ कि अथवा नाचगान गर्नुहुन्छ, के गर्नुहुन्छ त्यो दिन चाहिँ? बेसिकली यो भन्दाखेरि एउटा डिजे नाइट हो र सबै विद्यार्थीहरूलाई एउटै रूपमा जम्मा गर्नु धेरै गाह्रो भएको हुनाले मान्छेहरू डिजे नाइटमा र जाने गर्ने हुनाले हामीले यो इभेन्ट स्टार्ट गरेको हो। यसमा चाहिँ बेसिकली त्यही नाचगानहरू हुन्छ र भेट साथीभाइहरू। हजुर भनेपछि डिजेको नाच? हजुर हजुर हजुर, हाम्रो डिजे मोमो हुनुहुन्छ। हजुर डिजे मोमो भाइ। र अब यो डिजे मोमो भन्नुभयो है, अनि त्यो दिन खानपिनको पनि व्यवस्था हुन्छ कि हामी खारै जानुपर्ने हो त्यहाँ? हजुर अब बेसिकली अब त्यो चाहिने खानपिन त हामीले योपालि गरेको छैन। अस्ति नै एक विक अगाडि वेलकम नाइट गरेको थियो, त्यहाँदेखि हामीले खानपिनको व्यवस्था गरेको थियो। यो खालि डिजे नाइट हो र भेटघाट कार्यक्रम मात्र हो। हजुर ए हजुर, भनेपछि खानपिन पनि हुने भयो? हजुर हजुर, भेटघाट पनि। खानामा के त्यसो कहीँबाट मगाउनु भएको छ खानेकुरा कि विशेष नेपाली खाना बनाउँदै हुनुहुन्छ? होइन, यो नेपाली खाना हामीले पहिला बनाइसके, नेपाली चाहिँ त्यही लन्चमै हाम्रो खानेकुराको व्यवस्था छ। हजुर हजुर, यसको टिकट दर पनि छ भित्र छिर्नको लागि? होइन होइन, यो चाहिँ हामीले सबै स्टुडेन्टहरूलाई फ्री इन्ट्रीको रूपमा हालेछौँ, तर उहाँहरूले चाहिँ एउटा भ्यालिड स्टुडेन्ट आइडी ल्याउनु पर्यो र कतिपय स्टुडेन्टहरू ग्रेजुएट गरिसक्नु भएछ भने पनि अब पुरानो आइडी ल्याउनु भयो पनि हुन्छ। अब स्टुडेन्ट होइन भने नि त आउन मिल्छ मिल्दैन त? अब मेनली हामीले स्टुडेन्टलाई फोकस गरेको हो, तर हामीलाई सपोर्ट गर्नुहुन्छ, एनएसए नेपाली स्टुडेन्टलाई सपोर्ट गर्नुहुन्छ भने मोस्ट वेलकम। ल सपोर्ट गर्ने कुरा भएपछि तपाईँले कार्यक्रम आयोजना गर्नुभयो, पक्कै खर्च त हुन्छ त्यहाँ होइन? अनि त्यसको कसरी तपाईँले आफ्नो आफ्नो उठाउनु भएको छ कि अब त कुनै प्रायोजकहरू हुनुहुन्छ कि के छ? कसरी तपाईँले म्यानेज गर्नुभएको छ? तपाईँले विद्यार्थीहरू त्यसै पनि अब महँगो फी तिर्नुपर्छ, ट्युसन होइन, किताब किन्नु पर्यो,
आफ्नै खर्च वर्च हुँदाहुँदै पनि फेरि यो थप खर्च हुने भयो तपाईँहरूलाई त्यसको म्यानेज कसरी गर्नुभएको छ? अब हाम्रो एनएससीमा चाहिँ हामीले चाहिँ कल्चरल नाइटहरू धेरै चिज प्रोग्रामहरू गर्छौँ, जस्तै कल्चर देखाउनु कलेजमा, अनि हामीले नेपाली खानाहरू पनि दिन्छौँ, सेल गर्छौँ। त्यसबाट हामीले धेरै फन्डहरू जम्मा गरेका छौँ र त्यो फन्ड प्लस अनि हाम्रो पाइनियर टेक्नोलोजी भन्ने राकेश दाई हुनुहुन्छ, उहाँले चाहिँ नै हेल्प गरिराख्नु भएको छ। र अरू भन्नुपर्दा हाम्रो मिडिया लाइनमा हुनुहुन्छ मजाको इन्टरटेनमेन्ट, नेपाली साइट, टेक्सस नेपाल, मिडनाइट न्युज टाइम, उहाँहरूले पनि धेरै हेल्प गरिराख्नु भएको छ। अनि आहा प्रोडक्सनहरू भयो र पब्लिसिटीको लागि। यहाँ आफै पनि सम्बद्ध हुनुहुन्छ नि के मिडियामा, होइन? हजुर, हामी साथीभाइ युटिए को मिलेर र इस्ल्यान्ड कलेजको मिलेर आहा प्रोडक्सन भन्ने चलाउने गर्छौँ। सबै यो इन्टरटेनमेन्टको लागि हो, सबै हामी साथीभाइ स्टुडेन्टहरूको लागि। हजुर, उज्जवलजी आफ्नो समय दिनुभयो, धेरै धेरै धन्यवाद। यहाँलाई हामी पुनः यहाँहरूको कार्यक्रमको सफलताको हामी कामना गर्दछौँ। अब जाँदा जाँदै केही भन्न चाहनुहुन्छ? हजुर, एउटा सबै हामी स्टुडेन्टहरू डालास फोर्ट वर्थमा भएको स्टुडेन्टहरूलाई प्लिज त्यो इभेन्टमा आइदिनु हुन अनुरोध गर्दछु र स्टुडेन्ट आइडी कृपया लिएर आउनु होला। हवस् त, आउँदा जाँदा लाउला पिरती, धन्यवाद है। हजुर, थ्याङ्क यू भेरी मच।